हजुर यसो तिमीलाई बोल्न मन लाग्यो भने बोल जाने हो भने जानेन बोल्न त मन जान्दैन कि बोल्न त्यही भएर ल हामी त हिँड्नु नै भेटिहाल्छौँ बाइकवालाहरू अब ओह्रालोमा त सबैको स्पिड उस्तै हो भने बाइक त भर्खर ढुक्रो हाल्न मिल्छ नि त चिसोले हाल्नु नि त माथि यहाँ त चिप्लो हुन्छ यहाँ चिप्लो बसा बसा केही हुन्न मैले त्यसले पनि आरामले फेरि उकालोमा केही जस्तो लाग्दैन होइन ओह्रालोमा त डेन्जर डर लाग्छ कि हो उकालोमा त लडे पनि बिस्तारै ढक्रक्क मात्रै हुन्छ नि ओह्रालोमा त लस्किन्छ तर म लडाउन ढुक्क भयो हुन्छ लडाइहालेको छु भने अब ठिकै खालको हाल्नु पर्ने लडिन्न चिप्लो चाहिँ चिप्लो छ भन्थ्यो अब जस्तो कालोमा डेन्जर चिप्लो हुन्थ्यो यति आउने गरेर होइन त्यो हल्का यो ह्यान्डलबाट अगाडि आउने गरेर होइन होइन त्यहाँ पर्दैन पछाडिबाटै यता त अलिअलि आयो नि केही हुँदैन जसरी केमा हिँडेको भन्ने त भन नि अहिले स्कुटरमै हिँडेको भन्ने हुनु पऱ्यो हिँड्नु त गाडी साडी स्टार्ट भयो डराएको छैन किन डराउने ए नडराएको ढुक्क मैले पल्टाउनु न त्यही 0.5मा खिच है 0.5मै छ 0.5मा खिच भने सबै कभरहरू पनि गाडी आउँछ होइन कति कुहिरो यार हो हिजो राति हजुरहरू आउँदा त झनीको भन्दा बढी थियो होला है डेन्जर है राति अँधेरो लाइटले झन् केही नदेखेको म अगाडि हिँडेको झन् सबभन्दा जस्तो घरमा ए हजुरै अगाडि त्यहाँ जोस छ नि त हजुरले हो सबलाई आउँदा जाँदै म अगाडि दोस्त मेरो पछि आज नि स्कुटर लिएर अन्त बुलेटको झन् पुरानो रहेछ क्या त्यो लाइट ए अर्को साधारण सिम सिएसएल सिम हाल्यो हातले सेतो हुन्छ नि त त्यसले त झन् केही नदेख्ने बाटो राम्रो खिच्दै हिँड्ने जान्छ अलिक गर्थ्यो भन्थ्यो होला नि हामीलाई देखेर तलबाट भनिदियो होला तल जानेहरू पनि भन्यो होला नि बाटो सोद्धाखेरि गइरहेछ ए रेनकोट लाउन पनि बनाउँछ क्या पानी त बढ्यो त त्यहाँ प्रतीक्षाले छ नि त तल फोन त वाटरप्रुफ होला क्या फरक पर्दैन त्यहाँदेखि चाहिँ खसी आलु वाटरप्रुफ नै होइन र खै हुनपर्ने के अरे म त हो भन्दाखेरि चेक चाहिँ गर्नु भएन चेक भन्दा नि अब यस्तै पानी लिएर हिँडिरहेको हुन्छु पानी परिरहेको हुन्छ भित्र बस्दैन सकेसम्म जानी रिक्स नलिने
ल भाइ निस्क्यौँ हामी नि ल दाइ दाइ निस्क्यौँ हामी पानी त बहुत छ धेरै छैन कि खासै नदी बेला तपाईँको धेरै त छैन तल ठुलो त आहा त्यो हजुरको ज्याकेट त वाटरप्रुफ गर्ला नि अलिअलि त अलिअलि गर्छ यस्तो पानी झन् चिप्लो बनाउँछ कि बाटो यसले त ठुलो त ठुलै परिदियो भने केही हुन्न तिनीहरू हरेक शनिबार फरक फरक ठाउँमा जाँदो रहेछ गाडी नि टाढा टाढा निरज चाहिँ पढेको क्या हामी निरज भएकै अर्को भाइ यिनले त राममाछाबाट बिहा गरेको क्या यिनले अर्काले वलिङबाट अस्ति बिहामा गयो ठ्याक्क गेटमा पुगेर इन्डिङ गराउनु लाग्यो बिचमा है तान्दैन कि यस्तै त्यही यति नै हो क्या नतान्ने होइन कि स्पिड हिँड्दैन क्या क्या मजा लाग्यो यो जहाँ हिँड्यो नि यत्तिकै हिँड्छ तर जस्तै हिँड्दो रहेछ क्या होइन कता लगाएर यहीँ लाग्यो कता राख्यो नि भने